अर्को हेल्थ इन्स्योरेन्स, यो पेचिलो विषय छ। म मान्य स्वास्थ्य मन्त्रीसँगै बसिरहेको छु, उहाँलाई यसले ठुलो टाउको दुखाइ पनि भएको छ। जम्मा 10 अर्ब हामीले विनियोजन गरेका रहेछौँ गत वर्ष। हामी आउँदै गर्दा 12 अर्ब दिएको रहेछ, 2 अर्ब थप। म आएपछि 7 अर्ब थपिसकेँ, अहिले 5 अर्ब अहिले क्रममा छ। हामी कुरा गर्दैछौँ स्वास्थ्यको कुन कार्यक्रमबाट काटेर रकमान्तर गर्ने र कति अर्थबाट थप दिने भनेर अहिले डिस्कसन भइरहेको छ। यति गर्दा पनि यो असीमित दायित्व भयो, असीमित दायित्व छ। यसलाई हामीले स्वास्थ्य बिमाको कार्यक्रम पुनर्संरचना गर्छौँ भनेर बजेटमा लेखेको त्यो रियलाइजेसनबाट पनि हो, यो धानिँदैन हजुर। अनि अघि मान्य आनन्द चन्दले राम्रो सल्लाह दिएर जानुभएको छ स्वास्थ्य बिमामा केन्द्रित, मैले नोट गरेको छु। मान्य तोसीमा कार्कीले यसमा अध्ययन गरिराख्नु भएको छ र मान्य मन्त्रीजीले प्रधानमन्त्री कार्यालयको समन्वयमा यसमा लामो एक्सर्साइजहरू गरिराख्नु भएको छ। मलाई आशा छ विपक्षी दलका सांसदहरू जसको यो विषयमा रुचि छ, हामी सबै मिलेर यो धान्न सकिने समन्यायिक समाजको निर्माणका लागि असाध्यै भरथेक गर्न सकिने एउटा भायबल हेल्थ इन्स्योरेन्स, युनिभर्सल हेल्थ इन्स्योरेन्स प्रोग्राम हामी डिजाइन गरौँ। अहिले चाहिँ यो प्योर ह्यान्डआउटको रूपमा छ, ठुलो अभियुत छ, यहाँहरूलाई थाहा छँदैछ। र यसको आधारभूत प्रिन्सिपलहरू भनेको युनिभर्सलाइजेसन गर्नै पर्छ। कुनै पनि हेल्थ इन्स्योरेन्स स्किममा सबै बढीभन्दा बढी जनसङ्ख्याको हिस्सा आबद्ध भएन भने त्यो फेल हुन्छ, त्यो एडभर्स सेलेक्सन भन्छ। युवा तरुण पुस्ताका युवा युवतीहरू कम रोग लाग्छ तर उनीहरूले प्रिमियम नतिर्ने, वृद्धहरू बढी रोग लाग्छ वा हस्पिटल जानुपर्ने हुन्छ, उनीहरूले मात्र तिर्दै गर्दा त्यो प्रोग्राम भायबल हुँदैन। त्यसैले युनिभर्सल रिस्क पुल गर्नु पर्यो, नम्बर 1। नम्बर 2, यो विपन्नहरूको लागि प्रिमियम तिराउने कुरा आएन। गरिबहरूलाई, विपन्नहरूलाई हामीले राज्यले नै गरिदिनुपर्छ, सब्सिडाइजै गरिदिनुपर्छ, अनुदान दिनुपर्छ। विपन्नको सहारा राज्य नै हो। अनि त्यो कोषमा सिन ट्याक्स भन्छौँ हामी, त्यहाँबाट पनि एउटा ठुलो अंश हालिदिनुपर्छ। चुरोट, रक्सी यस्ता नराम्रा विलासी कुराहरू चाहिँ त्यो सुगर कन्टेन्ट हाई भएका यस्ता कुराहरूबाट कलेक्ट गरेको ट्याक्स पनि त्यो कोषमा हार्न सकियो। त्यसपछि राज्यले पनि थप्नु पर्यो, तर त्यसको सबभन्दा ठुलो अंश आम नागरिक र मध्यम वर्गले प्रिमियम तिर्नुपर्छ र प्रिमियम तिरे अनुरूप उसले सेवा पाउने गरेर हामीले अगाडि जानुपर्ने हुन्छ। बल्ल अनि त्यो इन्स्योरेन्सको स्वरूप ग्रहण गर्छ। र त्यतातिर सोझ्याउनको लागि अझै नेपाली माटो, नेपाली अनुभव अनुसार वृद्ध भत्ता दिइराखेका छौँ यता, त्यसलाई पनि टाइअप गर्न सकिएला। सबै कुराले गर्दा स्वास्थ्य बिमाको फ्री भन्ने चाहिँ हुँदैन, सकिहाल्छ, सक्दैनौँ। यसरी आवश्यक पर्ने विपन्न वर्गलाई राज्यले नै टेको दिने, अरूलाई चाहिँ एउटा भायबल फर्मुला गऱ्यौँ, ट्याक्सेसनको एउटा रिलायबल सोर्स स्ट्रिम पनि त्यहाँ आइराख्ने। यसो गऱ्यो भने चाहिँ यो प्रोग्राम भायबल हुनसक्छ र यसलाई ट्राई गरेर हेरौँ र पछि सुधार गर्दै जाने छुट त हामीसँगै छँदैछ नै छ। यति नै हो। हस्, धन्यवाद।